पुष्पाञ्जलिमा निष्कण्ठ पुनः अब यति मेरो चाहिँ भन्दै अब यति चाहिँ बुझौँ अब अरू कुरो भनेको बेला बेला आफ्नो कुरोबाट त्यो भइहाल्छ। अब मादक पदार्थ भन्ने कुरो त नर्मल सबैले थाहा छ कि थाहा छैन? मादक पदार्थ भनेको चाहिँ त्यो पनि पदार्थ भनेको चाहिँ सेवन गरिन्छ त्यसले पनि व्यक्तिलाई जस्तै कि मादक पदार्थ भनेको जाँड रक्सीदेखि लिएर हुन्छ जुन खाइन्छ त्यसले खाएपछि के हुन्छ उसले स्वभावमा परिवर्तन गरेको ऊ चाहिँ अहिले इन्फोसँग बोलेको एकछिनमा चाहिँ साथीसँग झगडा गर्न ठुलो स्वरले चर्को चर्को बोल्न थाल्यो होइन। त्यसपछि अब आफ्नो चाहिँ भित्र चाहिँ स्नायुमा चाहिँ विभिन्न प्रकार हुन्छ। कसैले चाहिँ हल्ला गरिराख्ने, कसैले चाहिँ नियम बजिराख्ने, कसैले विभिन्न प्रकारको हिसाबमा हुन्छ। त्यसको पनि नसा आउँछ। जुन पदार्थ हामीले पिन्छ खाइन्छ त्यसले चाहिँ नसा आएपछि त्यसले चाहिँ मान्छेले आफ्नो चाहिँ स्वभावै त्यसले परिवर्तन गर्छ। त्यो पनि मादक पदार्थ दुईवटा कुरो पऱ्यो हामीले लागु आउँछ मादक पदार्थ मैले नर्मल रूपमा यो लागु औषध र मादक पदार्थ सम्बन्धीको चाहिँ यसमा चाहिँ के हो भन्ने कुरा चाहिँ नर्मल तपाईँहरूले यसरी चाहिँ यो रहेछ। अब बुझ्नु त भएकै छ तर पनि यसलाई अझै यो लागु पदार्थ खाँदा के हुन्छ यो भनेको के हो हामीले यसको चाहिँ असरहरू के भनेर चाहिँ सर्टकट छोटो तर बुझ्ने गरी नबुझेको विषयमा चाहिँ तपाईँहरूले हात खडा गर्ने यो भनेको अलिकति बुझेर म सबैले जे होस् सबभर बुझाउने प्रयास गर्छु है त। तपाईँहरूले अब यो मादक पदार्थको चाहिँ यो लागु औषध तथा मादक पदार्थको चाहिँ भनेको के हो भन्ने कुरा नर्मल भइहाल्यो। अब लागु औषधको चाहिँ यसको प्रकार होइन, त्यसपछि लागु औषध र मादक पदार्थको बाहिर यसको चाहिँ असर के हुन्छ त त्यसको बारे अलिकति, त्यसपछि लागु औषध तथा यो मादक पदार्थको दुर्व्यसनको चाहिँ के लक्षण हुन सक्छ त्यो युज हामीले खानु थाल्यो अथवा प्रयोग गर्नु थाल्यो भने के लक्षण देखिन्छ त? तपाईँहरूले चाहिँ कुनै मान्छे चाहिँ यसरी बाटोमा देख्नुभयो अथवा के गरिरहेछ अब आफैले पनि तपाईँहरूले त्यसरी चाहिँ थाहा पाएको बेलामा के हुँदो रहेछ लक्षण त्यो कुरोहरू। त्यस पछाडि त्यो कुरो भएपछि के हो भन्दाखेरि यस्तो हुँदैछ सुरुमा भनेपछि इन्फर्मेसन त्यसरी हाम्रो प्रहरीलाई दिने गाउँटोलमा उसलाई दिने खबर गर्ने अनि के हुनु के भने हामीले चाहिँ यहाँनिर एकदम स्वच्छ मात्र हाम्रो यस्तो चाहिँ लागु औषधको चाहिँ यो चाहिँ प्रयोग गर्दैदेखि सबै चाहिँ हामीले चाहिँ नियन्त्रण दिन सकिन्छ अथवा समाजलाई पनि बिस्तारै राम्रो चाहिँ गर्न सकिन्छ। यो चाहिँ के भन्दा तपाईँहरूको हातमा छ। सबै टोलवासी भने चाहिँ फल्लाको छोरा फल्ला भन्छ हामी चिन्छौँ यसले चाहिँ यसो गर्दो रहेछ भनेपछि हामीलाई खबर दिनु पऱ्यो, अभिभावकलाई भन्नु पऱ्यो। यहाँ सरहरू हुन्छ उहाँलाई पनि सबैले चाहिँ जानकारी हो भने कम्तीमा हामीले चाहिँ तत्काल त्यसलाई चाहिँ रोकथाम गर्न सकिन्छ, अझ विकट रूपबाट चाहिँ रोक्न सकिन्छ। हाम्रो चाहिँ अब जीवन एउटा मान्छेको बल्ल बल्ल पाएको जीवन बर्बाद हुनबाट रोक्न सकिन्छ है। अब यो त्यो कुरो आयो। त्यस पछाडि अब यसमा चाहिँ लागु औषधको र यसमा चाहिँ मादक पदार्थ सम्बन्धी चाहिँ हाम्रो कानुनी व्यवस्था के रहेछ त त्यो पनि अलिअलि जान्नु पर्यो। यसरी हुँदो रहेछ भन्ने कुरो। अनि यसलाई चाहिँ अब जस्तै कसैले चाहिँ यो लागु पदार्थ अथवा मादक पदार्थ भनेको त हाम्रो दिमागलाई चाहिँ यो त ठुलो असर गर्ने चिज हो। यसलाई चाहिँ हामीले चाहिँ कम्तीमा पनि यसरी गर्दाखेरि चाहिँ के रोकथाम गर्न सकिने रहेछ भनेर चाहिँ आफ्नो क्षेत्रबाट चाहिँ गऱ्यो भने कम्तीमा हामीले त्यसलाई चाहिँ थोरै भए पनि तपाईँहरूको चाहिँ एउटा भूमिका हुन्छ, एउटा चाहिँ तपाईँहरूले चाहिँ केही न केही आफ्नो चाहिँ योगदान रहन सक्छ। हो अब नर्मल कुरो भनेको चाहिँ लागु औषध भनेको के हो? एउटा चाहिँ यो सबैले चाहिँ अलिकति यसो यहाँ हेर्नु त ल। अब छिटो अब छिटो तर बुझ्नु पऱ्यो क्या। लागु औषध भनेको त्यस्तो पदार्थ हो जसको सेवनले व्यक्तिको चाहिँ स्नायु पदार्थ भनेको हाम्रो यो भित्रको यो दिमागमा चाहिँ भएको चाहिँ स्नायु प्रणालीमा चाहिँ असर गर्छ। त्यसले चाहिँ डाइरेक्ट असर गर्ने हो। त्यो असर गरिसकेपछि के हुन्छ भन्दाखेरि मानिसको बानी बेहोरा जस्तै ऊ चाहिँ अब नर्मल रूपमा भएको मान्छे एक्कासी जस्तै बोलिराखेको मान्छे हाँसेको मान्छे रोयो भन्दाखेरि के हो? त्यही भएर सानो कुरो चाहिँ ठुलो पनि हुनसक्छ। तपाईँहरूलाई
एउटा चाहिँ प्रेरणा जस्तो अथवा हरेक कुरामा चाहिँ यो राम्रो हुन सक्छ। ल अर्को भाइ यो त्यो यसो लगाउनु। अर्को चाहिँ यसले चाहिँ के गराउँदो रहेछ भन्दाखेरि चाहिँ अब एक त त्यसको क्रियाकलाप एक नम्बर देखियो, त्यस पछाडि चाहिँ उसलाई चाहिँ लत लाग्ने हो। हामीले जस्तै बिहान अथवा हिँड्दाखेरि दौडेर हिँडेपछि तिर्खा लाग्छ नि, उसलाई त्यसले चाहिँ अब यो ठाउँ लाग्ने हो। तिनवटा कुरो आयो है त यसमा। एउटा चाहिँ उसको चाहिँ स्नायुमा डाइरेक्ट हान्ने भयो, बानीबाट चेन्ज गर्ने भयो, अर्को लत बस्ने भयो। त्यस पछाडि उसले चाहिँ कतिपय अवस्थामा चाहिँ अब के गर्ने भयो भन्दाखेरि अब त्यसलाई चाहिँ अब रिस उठ्ने, अरूसँग झगडा गर्ने अथवा केही गर्ने भनेको अपराधिक क्रियाकलापसँग चाहिँ त्यसमा चाहिँ संलग्न हुने हो। त्यो कुरो चाहिँ के हो भन्दाखेरि लागु औषधले देखिने असर रहेछ। अब हामीलाई चाहिँ यो लागु औषध नियन्त्रण ऐन 2063 भनेको चाहिँ यो कानुनमा व्यवस्था गरेको कुरो, नर्मल कुरो बुझ्ने त्यो माथिको हो। त्यसको पनि परिभाषा रहेछ।